केही दिन अगाडि सिराहामा एक रिक्सा चालकलाई मोटरसाइकल चालकले ठक्कर दिएको र उनलाई उपचारको क्रममा नोबेल अस्पताल लगेको र उपचारकै क्रममा उनलाई चिकित्सकहरूले मृत घोषणा गरिसके पछाडि क्षतिपूर्तिको माग गर्दै सबसहित आन्दोलनको तपाईँहरूलाई हामी अपडेट दिँदैछौँ। यो भिडियोलाई पुरा हेरेर पुरा जानकारी लिनुहोला। लागौँ आजको हाम्रो यस भिडियोतर्फ। सिराहाको धनगढीमाई नगरपालिकामा सवारी दुर्घटनामा गम्भीर घाइते भएका एक रिक्सा चालकको उपचारको क्रममा मृत्यु भएपछि आक्रोशित स्थानीयले सबसहित पूर्व पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्। धनगढीमाई नगरपालिका 10 का 45 वर्षीय कृष्ण कुमार महतोको उपचारका क्रममा शनिबार मृत्यु भएपछि उनका आफन्त तथा स्थानीयवासीले आइतबार धनगढीमाई बजार क्षेत्रमा शव बोकेर एम्बुलेन्स सडकमा तेर्स्याएर पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका हुन्। स्थानीयका अनुसार महतो सिटी रिक्सा चलाएर जीविकोपार्जन गर्दै आएका थिए। शुक्रबार साँझ उनी रिक्सा रोकेर दही किन्न सडक पार गर्ने क्रममा तीव्र गतिमा आएको मोटरसाइकलले ठक्कर दिएको जानकारी छ। दुर्घटनामा गम्भीर घाइते भएका उनलाई स्थानीय स्तरमा उपचार असम्भव भएपछि विराटनगर स्थित नोबेल अस्पताल लगिएको थियो। उपचारकै क्रममा शनिबार चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए। ठक्कर दिने मोटरसाइकल चालक घटनापछि फरार रहेको र हालसम्म पक्राउ नपरेको भन्दै स्थानीयले दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा न्याय सुनिश्चित गर्न माग गरेका छन्। जिल्ला प्रहरी कार्यालय सिराहाका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक नरेश लिम्बुले अवरुद्ध राजमार्ग खुलाउन इलाका प्रहरी कार्यालय लाहानबाट प्रहरी टोली परिचालन गरिएको पनि जानकारी दिएका छन्। उनका अनुसार पीडित पक्षसँग समन्वय र वार्ता भइरहेको छ भने फरार मोटरसाइकल चालकको खोजी कार्य समेत भइरहेको छ। राजमार्ग अवरुद्ध भएपछि पूर्व पश्चिम राजमार्गको दुवैतर्फ लामो सवारी जाम लागेको छ। घटनास्थलमा प्रहरी र स्थानीय बीच वार्ता जारी रहेको तथा सडक सञ्चालन गराउने प्रयास भइरहेको पनि प्रहरीले जनाएको छ। स्थानीयले बजार क्षेत्रमा सीसीटीभी जडान गर्न समेत माग गरिरहेका छन्। यद्यपि अहिले सडक भने सुचारू भइसकेको छ, तपाईहरुले देख्न सक्नुहुन्छ। क्षतिपूर्तिको माग राखेर सिराहामा पूर्व पश्चिम राजमार्ग अवरुद्ध भन्ने शीर्षकको समाचारलाई हामीले आजको भिडियोमा प्रस्तुत गरेका थियौँ। यो भिडियो हामीले onlinekhबर.com को समाचारबाट साभार गरेर बनाइएको हो। यो भिडियो यतिन्जेल हेर्नु भएकोमा धेरै धेरै धन्यवाद। तपाईँ नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गरेर छेउमा रहेको बेल आइकन दबाइदिनु होला र मृतकप्रति हामी पनि हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छौँ।